आज चाहिँ हामी नेपालको चाहिँ सेन्ट्रल ब्याङ्कको बारेमा चाहिँ यति राम्रो नेचुरल प्लेसमा चाहिँ थोरै इन्फर्मेसन लिऊ है त। एनआरबी भनेको के हो र यसको स्थापना कहिले भएको थियो यसको बारेमा जानौ है त। एनआरबी भनेको नेपाल राष्ट्र ब्याङ्क हो, द सेन्ट्रल ब्याङ्क अफ नेपाल। यसको स्थापना चाहिँ हजुरको चाहिँ 2013 वैशाख 14 गते भएको हो हैन। हजुरको चाहिँ नेपाल राष्ट्र ब्याङ्क ऐन 2012 अन्तर्गत भएको हो, तर चाहिँ त्यो ऐनलाई चाहिँ अहिले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 ले चाहिँ हजुरको चाहिँ रिप्लेस गरिसकेको छ। अहिले चाहिँ नेपाल राष्ट्र ब्याङ्कले चाहिँ नेपाल राष्ट्र ब्याङ्क एक्ट 2002 या 2000 नेपालीमा चाहिँ 2058 को अनुसार चाहिँ रेगुलेट गरेको छ। हजुरको चाहिँ यो ऐनको चाहिँ संशोधन 2 चोटि भइसकेको छ हैन। एमेन्डमेन्ट चाहिँ 2 चोटि भइसकेको छ। एउटा चाहिँ 2063 हजुर 2063 7 महिना 23 गते र अर्को चाहिँ 2073 7 महिना 29 गते भनिराख्दा चाहिँ नेपाल राष्ट्र ब्याङ्क ऐनको स्थापना कहिले भएको हो यो चाहिँ मैले भन्नै बिर्सेछु है त। नेपाल राष्ट्र ब्याङ्क ऐनको स्थापना चाहिँ हजुरको 2058 साल 10 महिना 17 गते स्थापना भएको हो। अनि यसको चाहिँ फंक्सनहरुको बारेमा चाहिँ नेक्स्ट भिडियोमा चाहिँ जानौला है त। थ्यांक यू।